Hello guys, welcome to my channel. Finally आज हामीले यो बनाउँदैछौँ नि अस्तिदेखि बनाएको यो हप्ताको सोमबारदेखि बनाएर हामीले यतिको रेडी गर्दैछौँ। फाइनली यो चाहिँ के कस्तो बन्छ सो भिडियोमा यो चाहिँ हैन युट्युब भिडियो पनि धेरैको नबनाएको सबै गएको चाहिँ आफ्नो आफ्नो हैन सिटबाट चाहिँ मेहनत गर्दैछन्। फाइनली हामीले यो चाहिँ यस्तो देखिएको छ। यति चाहिँ हामीले सब जोडिसकेको हो। सब यो सामानहरू सब आफैले जोड्या यसरी बनाउँदैछौँ। फाइनली अब फाइनल लुक भनेको चाहिँ अब आज लगभग 1:25 जति भयो। 4 साढे 4 सम्ममा यो बन्छ कि भन्ने आश छ। हेर्दिउँ देखि त यस लगाइस हाम्रो यो चाहिँ यो खालको पेपर चाहिँ एउटा हरायो अरे, त्यही भएर सेन्सेले खोज्न लागिरहेको छ। फाइनली यो चाहिँ के हो त भन्ने तपाईँहरूलाई जिज्ञासा छ भने कमेन्ट गर्नु होला। सो है त यो भनेको चाहिँ पछि गाडीको लाइटहरू कता के बिग्रेको छ चेक गर्नको लागि चाहिँ यसले टक्क चेक गर्न मिल्ने खालको यसलाई चाहिँ टेस्टर के भन्छ पनि है त गाइस। ल तपाईँहरू नयाँ हुनुहुन्छ भने च्यानल क्यामेरा जोड्दै च्यानल लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब गर्दै च्यानलमा कन्टिन्यू रहनु होला। सो यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्सक्राइब गरेर राख्नु होला। ल गाइस है हाम्रो यो चाहिँ रेडी हुँदैछ। फाइनली उता भनेको हाम्रो केटाहरू यत्रो छ ग्रुपहरू है। हामी चाहिँ यो अब हाम्रो रेडी लगभग फिट भइसकिसक्यो। बेटी पनि हामीले हालिसक्यो। यो सब हामीले बनायो आफै। अब यसलाई कता जोड्ने हो भन्ने कुरो यो बाँकी छ। यसलाई अब कता जोड्ने हो यति जोडिसकेपछिदेखिको लगभग यो चाहिँ अब रेडी भयो। हाम्रो चाहिँ यो हामीले आफैले बनाएको चाहिँ सक्सेस भयो भएन भनेर टेस्ट गर्नको लागि अहिले भिडियो आउने नै छ। कन्टिन्यू गर्नु होला है। लगाइ चाहिँ हाम्रो यो टेस्टर भन्ने चाहिँ हाम्रो सक्सेसफुल भइसकेको छ। फाइनल्ली है अब यसलाई सेटअप हानेर गेटअप मात्र गर्नु बाँकी छ। सेटअप गरेपछि त एकदम दामी हुन्छ होला सायद है। लगाइ चाहिँ सब सेट हानिसक्यो। यतिको सेट हान्यो नभएलाई चाहिँ लगभग अब सिमेन्टै हानेर चाहिँ लगभग सकिन्छ होला जस्तो लाग्दैछ। अनि यहाँ अझै एउटा नटहरू छ अनि एउटा यति अब यहाँ दुईवटा सामान छ। यति हालिसकेपछि लगभग यो फिटिङमा सक्न लागिसकेको छ है त गाइस। ल भिडियोमा कन्टिन्यू रहनु होला। सो हाम्रो एलिक्स ब्रोले पनि यता बनाइसकेको छ। हाम्रो ग्रुप भनेको चाहिँ 5 जना गयो त टक्क लाएर है। कस्तो लागिरहेको छ? एकदम गुड झाडु लाउनु पर्छ। आज हाम्रो झाडु लाउने पालो छ फेरि। हामी 5 जनाले चाहिँ यो हल सब झाडु लाउनु पर्ने हुन्छ किनकि रुरु हो। दिनकै नियमहरू चाहिँ लागु हुन्छ। 5 जनाको ग्रुप छ। 7-8वटा ग्रुप छ। 8 जनाको हप्तै पछि दिनकै पालो आज हाम्रो पालो भोलि अर्को आज हाम्रो नाना ग्रुपको पालो भोलि हाचीको त्यस्तै गरी कन्टिन्यू भइरहेको छ है त यस। ल अब यो चाहिँ एकैचोटि तपाईँहरूलाई म सेटअप हानेको भिडियो तपाईँहरूलाई ल्याउने नै छु। भिडियोमा कन्टिन्यू रहनु होला। च्यानलमा नयाँ हुन्छ च्यानल लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब गर्दै भिडियोमा कन्टिन्यू रहिदिनु होला है त गाइस। फाइनल लुक चाहिँ यस्तो भइसकेको छ। ल हामीलाई चाहिँ यो बनाएको है हामीले सेटअप हानिसक्यो। आजको भिडियो भनेको यही रहेको थियो। सो यही बनाइयो हामीलाई लगभग आइतबार सोमबारदेखिको यो बनाउनुलाई चाहिँ आज बुधबारसम्ममा चाहिँ हामीले फिनिस गरिसकेका छौँ। त्यत्रो टाइम चाहिँ नलाग्ने हो। अब 43 जना यहाँ विद्यार्थी मासी होइन सबैलाई सिकाउँदाखेरि चाहिँ होइन एक गरेर सिकाउँदाखेरि चाहिँ टक्क लाएर टाइम लाग्ने भयो। यसरी टाइम लाग्ने भयो। अब यसको काम चाहिँ के हो त भन्नुहुन्छ भनेदेखिको पछि गाडीहरूको होइन कुन पार्ट पुर्जा बिग्रेको छ होइन बत्तीहरू लाइटहरू कहाँ बिग्रेको छ भनेर चेक गर्नको लागि चाहिँ यसको युज हुन्छ। सो है यही रहेको थियो आजको भिडियो। तपाईँहरूलाई के कस्तो लाग्छ? च्यानलमा तपाईँहरू पनि नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्दै अगाडि बढिदिनु होला है त।
अब यसको युज भन्ने चाहिँ यसरी हुन्छ। यो सुइरो चाहिँ यसरी हुन्छ, यसरी ल यसरी चल्यो भने चाहिँ यो ओके ठिक भएको हो है, चलेन भने चाहिँ फेरि ठिक नभएको हो। जुडियो च्यानलमा लाइक सेयर एन्ड सब्सक्राइब गर्दै भिडियोमा कन्टिन्यू गरिदिनु होला है त।